जिन्दगीले तपाईलाई यस्तो मोडमा ल्याउँछ जहाँ तपाईको एउटा निर्णयले नै तपाईको भविष्य कोरिदिन्छ। तपाईले गुमाएको एक मौका सायद जिन्दगीले फेरि फर्केर नदिन सक्छ। तपाई तयार हुनुहुन्छ यो अन्तिम मौका समात्नलाई? अशोक एउटा सानो गाउँमा जन्मिएको साधारण केटो। उसको सपना थियो शहरमा बसेर पढ्ने अनि ठूलो मान्छे बन्ने। तर उसको यात्रा भने सजिलो थिएन। बिहान 4 बजे उठ्ने, खेतमा पानी हाल्न जाने, घर फर्केर आमा बुवालाई काममा सघाउने, अनि मात्र किताब समात्ने, अनि मात्र पढ्ने समय हुन्थ्यो। साथीहरू फुटबल खेल्थे, मोबाइलमा रमाउँथे। अशोक खरले छाएको झुपडीमा बस्थ्यो, मैनबत्तीको उज्यालोमा पढ्थ्यो। एक दिन गाउँमा खबर आयो सरकारी छात्रवृत्ति परीक्षा नजिकै छ भन्ने। सुन्न बित्तिकै अशोकले सोच्न थाल्यो यो परीक्षा पास गरे भने पूर्ण छात्रवृत्तिमा शहरमा पढ्न पाइनेछ। तर असफल भयो भने पढाइ सकियो, मजदुरी जीवन सुरु हुन्छ। त्यो रात थकाइले अशोकको आँखा बन्द हुँदै थियो। घडीले 12 बजाइसकेको थियो। अशोक उठ्यो, किताब समात्यो, पढ्न थाल्यो। त्यही एक रातको पढाइले उसको सोच नै बदलेको थियो। दिने दिन आयो। अशोक टेबलमा बसेको बेला उसलाई डर लाग्यो। उसले सोच्न थाल्यो के मैले यो परीक्षा पास गर्न सक्छु? तर अशोकले आफैलाई सम्झायो यो अन्तिम मौका हो, म हार्न सक्दिन। यो अन्तिम मौका हो, मैले जित्नै पर्छ। मस्तिष्कले भन्यो अब सुत, त थाकेको छस्। तर मुटु करायो यो अन्तिम मौका हो, हारेर सुत्ने या जितेर जाग्ने। उसले एक्जाम दियो। केही समयपछि रिजल्ट आयो। अशोक डाइरेक्ट टपर। पहिलो नम्बरमै उसको नाम आयो। त्यसपछि उसको नाम रेडियोमा बस्न थाल्यो। पत्र पत्रिकामा हेडलाइन बनेर आयो। साथीभाइ, आफन्त, गाउँका मान्छेहरू उसलाई बधाई दिन आए। सबैले उसलाई बधाईको पात्र बनाए। फाइनल्ली आज अशोक सरकारी सेवामा इन्जिनियरको पद सम्भार गर्दैछ। उसका अभिभावक गर्व गर्छन्। उसको परिवारमा छुट्टै खालको वातावरण क्रिएट भएको छ। यो सबै हुँदै गर्दा अशोकले आफ्नो बितेको समय सम्झियो। यदि मैले त्यो रात पढ्न छोडेको भए, त्यो अन्तिम मौका सम्झेर नजागेको भए, जे गर्छु आजैबाट गर्छु भनेर लास्ट चान्स सम्झेर नगरेको भए, सायद आज म मजदुर हुन्थ्यो होला। सबैले मलाई मजदुरको व्यवहार गर्थे होला अनि म सबैको अगाडि लाचार हुन्थ्यो होला। पढाइ भनेको केवल परीक्षा पास गर्नु मात्र होइन। पढाइ भनेको केवल स्कुलमा सीमित शिक्षा मात्र होइन। यो भविष्य बनाउने तरिका हो। यो नयाँ सिक सिकाउने गतिलो माध्यम हो। यो सपनालाई हकीकतमा बदल्ने शक्ति हो। समय छैन हो तपाईसँग? कि समयको बदलामा बहाना सजाउनु भएको छ? कि समयको कीमत बुझ्न सक्नु भएको छैन? यसको लागि पनि भिडियो बनाएको छु। यसै च्यानलको तल हेर्नुहोला कि समयलाई कसरी म्यानेज गर्न सकिन्छ। यो टाइटलमा थुप्रै भिडियो बनाएको छु। अब यही कन्टेन्टमा आउँ। समय सबैका लागि एक दिनमा 24 घण्टा नै हो। 24 घण्टा सबैसँग समान छ। फरक छ त केवल प्रयोग गर्ने तरिका, समयलाई युटिलाइज गर्ने क्षमता। ध्यान भड्किन्छ हो। जुन कुरामा फोकस गर्नुपर्ने त्यो कुरामा ध्यान जाँदैन हो। याद गर्नुहोस् तपाईले देखेका सपना के हुन्। याद गर्नुहोस् त्यो सपना पूरा गर्न के गर्नु छ। अनि सम्झिनुहोस् मेरा लक्ष्य र उद्देश्य के छन्। फोकस कुनै सुपर पावर होइन, सपनाप्रति इमान्दारी हो। फोकस कुनै जन्मजात लिएर आउने प्रक्रिया होइन, लागि परेपछि डेभलप हुँदै जाने चिज हो। थकाइ लाग्छ हो कि अल्छीको बदलामा थकाइको बहाना लाग्छ? स्मरण गर्नुहोस् थकाइलाई सुतेर मात्र हटाउन सकिन्छ। थकाइलाई आराम गरेर मात्र हटाउन सकिन्छ। यदि आज थकाइको सामना गरेर लक्ष्यप्रति अग्रसर भयो भने भोलि आराम सहितको शान्ति मिल्नेछ। विज्ञानले भनेको छ 1 घण्टा डिप फोकस स्टडी गर्नु 4 घण्टा क्याजुअल स्टडी गर्नुभन्दा कयौं गुणा प्रभावकारी हुन्छ। त्यसैले जबरजस्ती दिनमा 10 घण्टा पढ्नु भन्दा मन लगाएर फुल फोकसका साथ दिनमा 2 घण्टा पढ्नु उत्तम हुन्छ। रिकल मेथड सुन्नु भएको छ होला। यो भनेको पढेको कुरालाई आँखा बन्द गरेर सम्झिनु हो। सरर पढ्नुहोस् अनि त्यही कुरा केही समयपछि आँखा बन्द गरेर सम्झिनुहोस्। यसो गर्दा स्मरण शक्ति बलियो हुँदै जानुको साथै फोकस क्षमतामा पनि वृद्धि हुन्छ। पोमोडोरो मेथड कसलाई थाहा छ? पोमोडोरो मेथड लगातार पढेर बीचमा केही समय ब्रेक लिनुलाई पोमोडोरो मेथड भनिन्छ। 30 मिनट लगातार पढ्नुहोस्, त्यसपछि 5 मिनट ब्रेक लिनुहोस्। यसो गर्दा पढेको कुरा गहिरो तरिकाले माइन्डमा सेट हुन्छ। म तपाईलाई 2 जना व्यक्तिको उदाहरण दिन्छु जुन व्यक्तिले आफ्नो अन्तिम मौकालाई समातेर आज वर्ल्डकै सबैभन्दा पपुलर व्यक्ति भएको छन्। एपीजे अब्दुल कलाम एन्ड
एलन मस्क। एपीजे अब्दुल कलाम भन्न बित्तिकै तपाईँको दिमागमा के चल्छ? ओहो, महान व्यक्ति, वर्ल्डकै सबैभन्दा पपुलर व्यक्ति, सायद यस्तै यस्तै। एपीजे अब्दुल कलामले बाल्यकालमा न्युज पेपर बेच्थे। यो दुनियाँको हार्ड स्ट्रगल गर्नेहरूको एउटा होनहार उदाहरण हुन् एपीजे अब्दुल कलाम। उनले आफ्नो करियरमा साइन्सलाई प्रायोरिटी दिए। उनको लगाव नै साइन्स थियो। रातभर किताब पढ्थे, दिनभर न्युज पेपर बेच्थे। उनले हरेक दिनलाई अन्तिम विकल्प मानेर जिउँथे, हरेक दिनलाई अन्तिम मौका सम्झेर पढ्थे। एपीजे अब्दुल कलाम भारतको मिसाइल म्यान बनेर देखाए। त्यति मात्र होइन, एउटा सडकमा न्युज पेपर बेचेर गुजारा गर्ने फुच्चे केटो भारतको राष्ट्रपति बनेर देखाए। हेर्नुहोस्, हर कोही मिडल क्लास व्यक्ति अन्तिम मौकाले नै अगाडि बढेको हुन्छ। अलरेडी धन सम्पत्ति भएको व्यक्तिले इतिहास बनाउने होइन, पुर मिडल क्लासले नै इतिहास कोर्ने गर्छ। एलन मस्क भन्न बित्तिकै तपाईँको दिमागमा के आउँछ? 400 बिलियन डलरको मालिक या वर्ल्डकै रिचेस्ट व्यक्ति? यस्तै यस्तै। बचपनमा किताबका पाना च्यातेर पढ्ने एलन मस्क आज स्पेस एक्स र टेस्लाको मालिक भएको छन्। उनको सङ्घर्षबाट हामीले धेरै कुरा याचित गर्न सक्छौँ, तर त्यसमध्येको एउटा हो उनले समातेको अन्तिम मौका। कयौँ पटक असफल भयो होला, हजारौँ पटक लड्यो होला, तर उनले आफ्नो जिन्दगी हरेक चुनौतीलाई अन्तिम मौका सम्झेर उठे, अगाडि बढिरहे। आज साँच्चीकै विश्वले चिन्ने एलन मस्क बनेर देखाए। समय एकपटक गयो भने फेरि फर्केर आउँदैन। आज तपाईँले 1 घन्टा पढ्न नचाहँदा भोलि 10 वर्षसम्मको पछुतोको भारी भिडेर हिँड्नुपर्छ। सायद यो पनि जानकारी होला कि आजको सङ्घर्ष भोलिको सफलताको सुनौलो चमक हो। आजको सङ्घर्ष भोलिको सुख हो अनि भोलिको आराम हो। जब तपाईँ थकाइ लागेर लड्नुहुन्छ, त्यो पल सम्झिनुहोस् कि मेरो यो नै अन्तिम मौका या नै कि लास्ट चान्स हो। उठ्नुहोस्, किताब समात्नुहोस्, सपनाको दिशा तय गर्नुहोस्, अन्तिम मौका समात्न तयार हुनुहोस्। तपाईँको लागि यो अन्तिम अवसर हो, फेरि फर्केर आउँदैन। यो दुनियाँमा जति पनि सफल भएका व्यक्तिहरू छन्, उनीहरूको बितेको कहानी पढ्ने हो भने सबैले अन्तिम मौकालाई पछ्याउँदै आज सफल भएको छन्। दुनियाँको नम्बर 1 व्यक्ति भएर निस्केको छन्। चाहे एलन मस्क हो, जेफ बेजोस हो, स्टिभ वारेन हो, मार्क जुकर्बर्ग हो, ल्यारी पेज हो, बिल गेट्स हो, अम्बानी अडानी, कोही पनि जसले अन्तिम मौका गुम्न दिएन। अन्तिम मौका यानी कि लास्ट चान्स एउटा आगोको झिल्को जस्तै हो। सक्नुहुन्छ भने समात्नुहोस्, जित्नुहोस्, उठ्नुहोस् अनि चम्कनुहोस्। यहाँसम्म भिडियो हेर्ने सम्पूर्णमा हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। मेरो यही च्यानलमा यस्तै स्टडी मोटिभेसन, इन्सपिरेसनल कहानीहरू, कसैका जीवनी, महान व्यक्तिहरूका भनाइहरू अपडेट भइरहन्छन्। च्यानल सब्सक्राइब गर्नुहोला, बेल आइकन अलमा राख्न नबिर्सिनुहोला ताकि यस्तै मोटिभेसन भिडियो तपाईँबाट मिस नहोस्। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।